ओके आज त म नेपाल प्रहरीलाई नि सल्युट हान्न मन लागेको छ, बसी बसी सल्युट हान्ने छ। अनि जागिर छोडेको चाहिँ 5 वर्ष भइसक्यो, अब सल्युट हान्ने अरे। अनि के फेरि जागिरमा जाने जय नेपाल भन्न? त्यस्तो होइन क्या, अस्तिको त्यो 15 गतेको घटना छ नि, त्यहाँनिर त्यो स्याउ चोर्ने कोटमा स्याउ हाल्ने बुढा छ नि, त्यो बुढा अनि पाउरोटी चोर्ने बुढा सबैलाई क्रप झर पारेछ नि त नेपालको। त्यसलाई मात्र कर झर पारेर तपाईँको नेपाल प्रहरीले त्यसमा लिस्टमा भएका सबै बियर चोर्ने फिस तान्ने सबैलाई कर झर पार्ने, मेन चाहिँ बन्दुक बोकेर लुकुट लुकुट दाडी पाल्दा हिँड्नेलाई छैन अहिलेसम्म चालचुल पकड्ने। अनि त्यो स्याउ चोर्ने पाउरोटी चोर्नेलाई पक्राउ गरे जस्तो सहिलो छ पेस्तल बोक्नेलाई। पहिले दाडी पारेको थियो, दाडी काटो हुलिया चेन्ज गरो, अब अहिले चिन्न सकेको छैन, समय लाग्छ नि। त्यो अहिले हेर्दा हेर्दैमा छ, सूक्ष्म अनुसन्धान भइरहेको छ। कस्तो सूक्ष्म अनुसन्धान हो? भिडियोमा भाइरल त्यत्रो भएको छ, बन्दुक बोकेर हिँडेको देखेको छ, मान्छेको अनुहार देखेको छ, त्यति गर्न सक्दैन? अनि कस्तो नेपाल प्रहरी चाहिँ सल्युट हान्ने अरे, भरे एउटा बन्दुक बोक्नेलाई छैन पक्रेको। त्यो स्याउ चोर्नेलाई पक्रे जस्तो सहिलो छैन क्या, त्यो त्यति सहिलो छैन। त्यो सूक्ष्म रूपमा अनुसन्धान गरिरहेछ। नेपाल प्रहरी विश्वकै 1 नम्बरमा पर्छ, यति विश्वास। बिचरा त्यो एउटा स्याउ 50 रुपियाँको चोर्नेलाई 50,000 चोरे बराबर भयो। एउटा त्यो 50 रुपियाँको भुके बिस्कुट चोर्नेलाई 50,000को चोरे जस्तो। चोर त चोरै हो नि, बुके चोरे पनि, सानो चोर पनि चोरै हो, ठुलो चोर पनि चोरै हो। पक्राउ त गर्यो नि त, सम्मान त गर्नु पर्यो नि त। खोइ त ठुलो चोरहरू कति छन् नेपालमा? विभिन्न किसिमको घटना घटाएकाहरू खोइ त अहिलेसम्म केही छ? अब त्यो घटना घटाउने, काण्ड मचाउने, भ्रष्टाचार गर्ने त्यो सबै नेपाल प्रहरीले मात्रै गरेर हुँदैन, सरकारले पनि गर्नुपर्छ, गर्दैछ। समय लाग्छ, हेर्दा हेर्दैमा छ, सूक्ष्म अनुसन्धान हुँदैछ। नेपाल प्रहरीलाई कमजोरी नठान।